अहिले म ठ्याक्कै माछापोखरी चोक आइपुगेँ। त तर दायाँ जानुहुन्छ भने जौलाखेल चिडियाखाना, स्वयम्भूबाट चक्रपथ परिक्रमा गर्नलाई चाहिँ कति टाइम लाग्दो रहेछ त भन्ने कुरो हेर्दैछु है साथी हो। म आज यो काठमाडौँको चक्रपथ साइकलमा यात्रा गर्दाखेरि चाहिँ कति समयमा यात्रा गरिँदो रहेछ, यात्रा पुरा हुँदो रहेछ त्यो हेर्दैछु म आज। म ननिस्टा बित्तिकै कुद्छु, बस्दिनँ पनि कतै, ननिस्टा कुद्दा पनि कति हुँदो रहेछ, कति टाइम लाग्दो रहेछ हेरौँ। लेट्स सी। अगाडि मान्छेहरू, गाडी, बाइक, ट्याक्सीहरू सबै हिँड्न थालेको छ। जस चहल पहल निकै छ अहिले बिहानको। ल साथी हो, म ठ्याक्कै अहिले बालाजु चोकमा आइपुगेँ। अब यहाँबाट माछापोखरी चोक, नयाँ बस पार्क हुँदै गङ्गाबु, सामाखुसी, वसुन्धरा, चक्रपथ यहाँबाट हुँदै जान्छु म बालाजु चोक क्रस। र साथीहरू अहिले म ठ्याक्कै माछापोखरी चोक आइपुगेँ। माछापोखरी चोकको चहल पहल यस्तो छ आज बिहान। तामाखुसी चोक थोरै कट्ने बित्तिकै पुलिस चौकी आउँछ। बाटो छ, कस्तो मजा बनाएको छ होइन। ल चाबेल चौकतिर आइपुगेँ। चाबेलबाट बायाँ लाग्यो भने जोरपाटी, सुन्दरीजल पुग्छौँ हामी, बौद्ध। अब दाहिने लाग्यो भने चक्रपथ घुमिन्छ। ल म जाने बाटो यताबाट हो। अब सिधै यहाँबाट सिधै उता जान्छु। अब यताबाट जानुहुन्छ भने त तर ओभरपास भएर चाहिँ कहाँ जाने बाटो भन्थ्यो ठ्याक्कै याद होइन। ल साथीहरू कसैलाई थाहा छ भने ठ्याक्कै भनिदिनु है, ल कमेन्ट गर्नु होला कसैलाई थाहा छ। मलाई त कन्फ्युज भयो। ल यस्तो छ ओभरफ्लाईको दृश्य। ल तलबाट नै बाटो छ यसरी। वाउ यसरी छ। ग्वारको फ्लाइओभर पनि पास भइसकेँ म आज।
यो बाटो फेरि ट्राफिक जाम धेरै हुन्छ कि साथीहरू। यतिको ट्राफिक जाम बनाएन भने नि मान्छेले फेरि यहाँ सासै रोक्दैन नि। यहाँ पुरै फेल कुरा हुन्छ। ए भगवान्, लौ न ट्राफिक जामलाई पनि ठिकै गर्छ। जे होस्, केही नभने एकछिन त रोक्न पाइयो नि त, नत्र अनि सासै नरोकी चलाउँछ नि यहाँ। वाओ, ल यो फुलहरू चाहिँ ओइलिसकेछ। अब त्यति फुल धेरै फुलेर रहेनछ। म अलि ढिलो आएर छु। फुल फुले बेलामा म कहाँ घुम्न गएछु हौ। फुल फुले बेला आउन पर्ने नि। र साथीहरू त्यसको लागि चाहिँ सरी, तपाईँहरूलाई मैले फुल फुलिरहेको चाहिँ ढकमक्क देखाउन सकिएन। नेक्स्ट टाइम, नेक्स्ट इयर, अर्को वर्ष चाहिँ देखाउने छु। यसपालि चाहिँ अब यसको फुलेर पनि फल फलिसकेछ। केको फलको नि यो पहेँलो देखाएको छु। फलै त होला। स्याउला जस्तो पनि देख्छु टाढाबाट, नजिकबाट हेर्दा अब के हो कुनै। ल यही क्षेत्र हो। तपाईँहरूले टिकटकतिर भिडियो देख्नुहुने यही क्षेत्र हो। अलिअलि चाहिँ देखिरहेछ, त्यति पहिला जति देखिन पर्ने त्यति देखिएको छैन। यही क्षेत्रमा हो ढकमक्क फुल्ने। अब एकान्त कुना। वाउ, ल त साथीहरू हेर्नुहोस् त, वरिपरिको दृश्य हेर्दै यसरी साइकलमा कुद्नुको मजा करोडौँकोले पनि नपाउने आनन्द पाउँछ यहाँ। ल हेर्नुहोस् त, आहा, यति मिठो स्वच्छ हावा खाँदै सारा हिँड्नुको छुट्टै मजा छ। ल हेर, एकान्त कुना चोक आइपुग्यौँ यहाँ। अब यता बायाँ लाग्नुहुन्छ भने भैँसीपाटीतिर खोक्ना, दायाँ जानुहुन्छ भने जौलाखेल, चिडियाखाना, चिडियाघरतिर पुग्नुहुन्छ। अब म सिधै जाँदैछु, किनभने म त आज चक्रपथ परिक्रमा गर्नु छ नि त। नखिपोट साथीहरू, आज म चाहिँ एक्लै हिँडिरहेको छु। अब अलि धेरैजना साथी भयो भए चाहिँ बहुत रमाइलो हुन्थ्यो होइन। त्यही भएर चाहिँ अब साथीहरूलाई मिस गरिरहेको छु। धेरैजना साथीहरू भएदेखि त भनेर। ल यो बाटो एक्लै हिँड्दा जति मजा आउँथ्यो त्योभन्दा दोब्बर चाहिँ साथीहरू हुँदाखेरि आउँथ्यो होला भन्ने लाग्छ। आशा गरौँ धेरैजना साथीहरू भएर पनि यसरी राइड हान्न पाउँला, राइड गर्न पाउँला। आजको दिन फेरि पानी पनि परेन, घाम पनि लागेन, मस्त भइदियो क्या। मौसमले पनि बहुत राम्रोसँग साथ दियो। हेर्दै कति मनमोहक छ यता। वाउ, कस्तो राम्रो फुल फुलेछ। ल एकचोटि रोकेर हेरिहालौँ। ल साथीहरू, पछाडि दायाँ बायाँ हरिफ।
वाउ ल ए बायाँतिर पनि फुल्या छ बल्खु जाने गएर नि के गर्नु कुदाएर ल्याएर हुन्छ फ्याट ठोक्यो अन्त गइगयो त साथीहरू त्यही हो बल्खु चोक ल कलङ्कीको सुरुङ मार्ग आइपुग्न पुनः लाएँ अब सुरुङ मार्गमा बिस्तारै जाने अब यहाँ हेर्न पऱ्यो अँध्यारो छ साथीहरू यहाँ पुरै अँध्यारो उज्यालो सीता पाइलादेखि स्वयम्भूसम्मको उकालो यो निकै ठाडै छ नामै ठाडो भर्याङ Thanks for watching.